साथीहरू नमस्ते। आज भने आफूले सिकेको कुरा, आफूले देखेको कुरा र हो कि जस्तो लागेको कुरा लिएर केही कुरा सेयर गर्न मन लाग्यो। म अस्ति इटरीबाट काठमाडौँ आउँदै गर्दा मेरो त्यो यात्राको क्रममा मेरो मनमा केही कुराहरू एकदम खुल्दुली भइरहेको थियो। मानौ कुनै कुराले एकदम झट्ट रिकल भए जस्तो है। अनि ट्याक्क दिमागमा आयो गुलाबको फुल, जसलाई सबैले मन पराउँछन् है। सबैलाई हेर्दा वाउ लाग्छ एउटा गुलाबको फुल। अनि यसो सम्झिँदै गएँ, अलिकति गहिराइमा डुब्न मन लाग्यो। त्यो फुल त बोटमा फुलेको हुन्छ, अनि गुलाबको फुलको बोटतिर ध्यान गयो। गुलाबको फुल जसको बोट गाढा अनि हरियो पाताले ढाकिएको हुन्छ है। त्यो फुल फुल्नुभन्दा अगाडि बोटमा काँडा हुन्छन्, ती पातहरू होलान् त्यसका, अनि कोपिला लाग्छ। त्यस पछाडि बल्ल फक्रिएर अनि ढकमक्क फक्रिसके पछाडि त्यो फुल सबैलाई मनपर्छ। त्यस्तै गुलाबको फुललाई आफ्नै जिन्दगीसँग दाँच्न पनि मन लाग्यो र दाँचेर हेरे पनि त्यो हेर्दाखेरि त्यो शब्द एकदमै कस्तो रमाइलो लाग्यो र त्यही कुरा सेयर गर्न मन लाग्यो। मान्छेको जीवन ठ्याक्कै गुलाबको फुल जस्तै लाग्यो। सुरुमा हेर्दा केही नहुने, बिस्तारै काँडाहरू आउने, बिस्तारै कोपिला पलाउने र ढकमक्क फक्रिसके पछाडि, सफलताले ढाकिसके पछाडि सबैलाई वाउ लाग्ने। यस्तै त रहेछ मान्छेको जीवन पनि है। यदि कोही मान्छे सङ्घर्षमा छ, अगाडि बढ्ने केही कुराहरू सपना लिइरहेको छ, केही अठोट लिइरहेको छ र अघि बढ्न खोजिरहेको छ भने त्यो बिचमा बाधाहरू आउँछन्, अड्चन आउँछन् है। समस्याहरूले घेर्छन्, यताबाट पनि समस्याले घेरिदिन्छ, उताबाट पनि घेरिदिन्छ है। जसरी त्यो गुलाबको फुल फुल्नुभन्दा अगाडि जसरी त्यो फुलमा काँडा हुन्छ नि, त्यस्तै यदि कोही मान्छेले सफलताको कुरा लिएर अगाडि बढ्दै गर्दा कसैले कसैलाई कुराहरू सेयर गर्छ भने त्यो कुराहरू मान्छेलाई नराम्रो लाग्छ क्या। त्यो कुराहरू पच्दैन, मन पर्दैन, त्यो कुराहरू तिखो हुन्छ, त्यो कुराहरू होइन कि जस्तो पनि लाग्छ। एक किसिमले भनौँ त त्यो कुरा पत्याउन पनि कतिलाई गाह्रो हुन्छ है। त्यस्तै अब मान्छेले के हुन्छ भने जब मान्छे सङ्घर्षको दुनियाँमा हुन्छ नि, त्यो सङ्घर्ष गर्दा मान्छेले कसैले पनि कसैलाई गन्दैन, पत्याउँदैन है। कसैले त्यसलाई भ्यालु नै दिँदैन। जब त्यही सङ्घर्षलाई कम्प्लिट गरेर एउटा मान्छेले जब आफ्नो सफलताको कहानी लेख्न सुरु गर्छ नि, सेम गुलाबको फुल जस्तै जब काँडा हुँदा, हरियो पत्ता हुँदा कसैले पनि व्यवस्था गर्ने त्यो गुलाबको फुललाई, जब गुलाबको फुल फुलिसके पछाडि सबैले आँखा लाउने, वाउ भन्ने, आफैसँग लिएर हिँड्न मन लाग्ने जुन खालको एउटा एट्र्याक्सन गुलाबको फुलले तानेको हुन्छ नि, ठ्याक्कै मान्छेको जीवनमा पनि जब सङ्घर्षको बेलामा कसैले पनि वास्ता गर्दैन, कसैले पनि भ्यालु गर्दैन, तर त्यही सङ्घर्ष जब सफलतामा परिणत हुन्छ नि,